हामी जिबिएसमा डिस्कस गरिरहेको थियौँ। यो पार्ट 2मा हामी के इन्भेस्टिगेसनबाट सुरु गर्छौँ। त्यो इन्भेस्टिगेसनमा हाम्रो मेनली के गर्नुपर्छ, मेजर भनेको हाम्रो मेन चाहिने भनेको हाम्रो अल्बिनो साइटोलोजिक डिसोसिएसन हेर्नुपर्छ सिएसएफमा। त्यसपछि नर्भ कन्डक्सन भेलोसिटी टेस्ट गर्नु पऱ्यो। यसमा के हुन्छ कि एक्जोनलको डिमाइलिनेटिङ ओभरमा छुट्टिन्छ। त्यसपछि हाम्रो अर्को इम्युनोलोजिकल ब्लड टेस्ट गर्न डिटेक्सन अफ एन्टी ग्याङ्ग्लियोसाइडिक एन्टिबडी छ कि छैन भनेर। त्यसपछि हाम्रो अदरमा हाम्रो इलेक्ट्रोमायोग्राफी ब्लड ग्लुकोज अर भिटामिन B12 गर्न सकिन्छ। त्यसपछि भिटामिन B12ले गर्दाखेरि डिमाइनेसन भएको छ कि छैन त्यो थाहा पाउनलाई प्याराफेल। त्यसपछि हाम्रो यो बेसलाइन टेस्टहरू गर्नुपर्छ। S2ले एन्टिजेन टेस्ट गर्नु पऱ्यो। त्यसपछि CBC, RFT, LFT एन्ड रुटिन एक्जामिनेसन। डायग्नोसिस अफ जिबिएस हेऱ्यो भने रिक्वायर्ड क्लिनिकल क्राइटेरियामा प्रोग्रेसन विकनेस इज द मोर देन 1 लिम हुनु पऱ्यो। त्यसपछि अरेफ्लेक्सिया हुनु पऱ्यो, डिस्टल अरेफ्लेक्सिया विथ द प्रोक्सिमल हाइपोरेफ्लेक्सिया हुनु पऱ्यो। त्यसपछि सुपोर्टिभ क्लिनिकल क्राइटेरियामा हाम्रो अल्बिमिनोसाइटोलोजिकल डिसोसिएसन हुनु पऱ्यो। त्यसपछि हाम्रो के हुन्छ कि नर्भ कन्डक्सन फाइन्डिङ्स लाइक डिजिज प्रोग्रेसन ओभर द डेज टु द 4th विकमा छ कि छैन। त्यसपछि सिमेट्रिकल छ कि छैन। त्यसपछि हाम्रो माइल्ड सेन्सरी एब्नर्मालिटी लाइक क्रेनियल नर्भ इन्भल्भमेन्ट, अटोनोमिक डिसफङ्सन छ कि छैन। एन्ड द रिकभरी द्याट स्टार्ट 2 to 4 वी कल द सुपोर्टिभ डायग्नोसिस अफ जिबिएस। अब यसमा हाम्रो लेभल 1 डायग्नोस्टिक क्राइटेरिया छ, लेभल 2 डायग्नोस्टिक क्राइटेरिया, लेभल 3 डायग्नोस्टिक क्राइटेरिया छ। अब त्यो अनुसार हाम्रो यहाँ डिफ्रेन्ट हाम्रो पोइन्टहरू छन्। सो म्यानेजमेन्टमा हामी जाँदाखेरि म्यानेजमेन्टमा हामी के गर्न सक्छौँ त, हाम्रो डायग्नोसिस भयो हाम्रो जिबिएसको। डायग्नोसिस भएपछि हामी के गर्न सक्छौँ त, हाम्रो डाइरेक्टली हामीले यसमा दिने भनेको ट्रिटमेन्ट प्रोसिड्युर के हो कि हाम्रो इन्ट्राभेनस आइजिजी दिने हो, हिमोग्लोबिन दिने हो, अनि त्यसले मात्र कन्ट्रोल गर्न सकिन्छ, अरू केही ट्रिटमेन्ट छैन यहाँ। एन्ड दिस इज ट्रिटमेन्ट अफ द जिबिएस। एन्ड रिगार्डिङ द प्रोग्रेसन एप्रोक्सिमेटली 85% पेसेन्ट जिबिएस के हुन्छ एचिभ गर्छन्, जिबिएस एचिभड एन्ड फङ्सनली रिकभर विथ इन द सेभरल मन्थ टु द इयर। एन्ड द मोर्टालिटी रेट लेस देन 5% इज द युजुअली ड्यु टु के हुन्छ सेकेन्डरी पल्मोनरी कम्प्लिकेसनले गर्दा हुनसक्छ। त्यसपछि अदर फ्याक्टरमा हेऱ्यो भने डेट वर्सन द आउटलुक अफ द रिकभरी रेट, एडभान्स एज, त्यसपछि फर्मिनेन्ट अर सिभियर एट्याक हुनसक्छ। त्यसपछि डिले अर द अनसेट अफ द ट्रिटमेन्ट। त्यसपछि हाम्रो के छ कि 5 to 10% हेभ डेभलप द CIDP। This is regarding the GBS, Guillain-Barré syndrome.